हेलो गाइस, आज हामी चाहिँ बनाउन जाँदैछौँ चिकन स्टफ विथ आर्टिचोक। यो चाहिँ आर्टिचोक हो। आर्टिचोकलाई नेपालीमा के भन्छ मलाई थाहा छैन, मैले नेपालमा देखे पनि छैन यो है। तपाईहरुलाई कसैलाई थाहा छ भने मलाई भन्नु होला कमेन्टमा। तो यसको लागि चाहिँ हामी यो आर्टिचोक चाहिँ चिकन भित्र हाल्छौँ र हामी चाहिँ ओभनमा रोस्ट गर्छौँ है। त यसको लागि चाहिँ आर्टिचोकलाई हल्का सटे गर्ने, धेरै पकाउनु पर्दैन बिकज यो चाहिँ चिकन भित्र जाने भएर अनि त्यो भित्र मजाले पाक्छ। आर्टिचोकलाई चाहिँ हल्का सटे गर्ने, प्याज र अलिकता लसुन हाल्ने, अनि त्यसमा चाहिँ रोजमेरी अलिकता थाइम, ब्ल्याक पेपर, अलिकति गार्लिक सल्ट अथवा गार्लिक सल्ट नभए पनि हुन्छ, अनि सल्ट पेपर। म चाहिँ सल्टको ठाउँमा चाहिँ सोया सस हाल्छु, सल्ट त्यति धेरै युज गर्दिनँ म। त्यो हल्का सटे गर्ने, बस त्यो अनियन हल्का पाक्नको लागि मात्रै हो, अरू केही पनि पर्दैन यसको लागि। त्यो चाहिँ गार्लिक सल्ट हो हालेको चाहिँ, हल्का सोया सस, द्याट्स अल है। त त्यति भइसकेपछि अघि नै भनिहालेँ धेरै पकाउनु पर्दैन। ओके, नाउ अब चाहिँ त्यो चिकन भित्र, यो चिकन चाहिँ पहिल्यै म्यारिनेट भएर बसेको छ हैन। यसलाई चाहिँ अब यसमा सल्टहरु, सोया सस, मैले चाहिँ 3 आवर्स बियरमा चाहिँ म्यारिनेट गरेको हो। अनि तपाईले जे गरेर म्यारिनेट गर्दा पनि हुन्छ आफ्नो तरिकाले। त्यो भित्र चाहिँ आर्टिचोक, सबै आर्टिचोक हाल्छु र त्यसलाई चाहिँ एउटा धागोले बाँधेर चाहिँ ओभनमा जान्छ। त्यो टुथपिकले बेर्यो, छिराएर बान्यो। अब पहिला सुरुमा चाहिँ बान्न आफ्नो तरिका हुन सक्छ, तर म चाहिँ यसको पहिला खुट्टा बान्छु अनि त्यसपछि फेरि घुमाएर अनि उचाल्न सजिलो हुने तरिकाले के पछि ओभनबाट निकाल्दाखेरि चाहिँ ट्रेबाट चाहिँ निकाल्न सजिलो होस् भन्नको लागि चाहिँ हो यो। यसरी मैले चाहिँ यसरी बान्ने गर्छु चिकनलाई। अब पखेटालाई सँग बेरेर यसरी बान्ने, तखनि पाकेर गर्दाखेरि पखेटा छुट्टिन्छ क्या हो। यसरी चाहिँ उचाल्न सक्ने होस् हातले, हो त्यो तरिकाले चाहिँ बान्नुपर्छ। अब यो ओभनमा जानको लागि चाहिँ हैन, म चाहिँ ट्रेमा अलिकता लेमन ग्रास, क्यारोट, अनि गार्लिक, अनियन, अनि तपाईसँग सेलरी छ भने सेलरी, क्यारोट, अनि रोजमेरी, थाइम हालेर चाहिँ त्यो मुनि चाहिँ त्यो हाल्छु। अनि त्यसमाथि चाहिँ चिकन राख्छु। अनि त्योबाट चाहिँ केही सस निस्किन्छ चिकनबाट, र अनि त्यो भेजिटेबलहरु त्यहाँ पाक्छ। अनि त्यो लेमन ग्रासको चाहिँ एकदम मिठो फ्लेभर आउँछ क्या। अनि त्योबाटै म फेरि ब्राउन सस बनाउँछु क्या त्यो चिकनसँग खानेलाई। अनि त्यसलाई चाहिँ म फाल्दिनँ, त्योबाट आएको चाहिँ त्यो चिकन मजाले रोस्ट हुन्छ। अनि त्यहाँको भेजिटेबलहरु, त्यो लेमन ग्रासहरुले एकदम मिठो फ्लेभर दिन्छ क्या। त्योबाट ब्राउन सस बनाउन सकिहाल्यो। अनि त्योमाथि चाहिँ हल्का बटर हालेर चाहिँ यो चाहिँ ओभनमा जान्छ। यो सुरुमा ओभनमा हाल्दाखेरि चाहिँ म चाहिँ कभर गर्दिन यसलाई हैन। कभर गर्दाखेरि चाहिँ के हुन्छ भने सुरुमै गर्दाखेरि चाहिँ त्यो चिकनको छालासँग चाहिँ स्किनसँग चाहिँ त्यो एल्युमिनियम फोइल टच हुन्छ क्या। त्यो निकाल्दाखेरि त्यो स्किन जाने सम्भावना हुन्छ। त्यही भएर यो बटर हालेपछि कमसेकम 5-10 मिनेट जति चाहिँ 10 मिनेट जति चाहिँ त्यहाँमा राखेर निकालेपछि हल्का रातो हुन्छ। त्यो बटर सबै पक्लिसकेको हुन्छ। त्यसपछि चाहिँ एल्युमिनियम फोइलले चाहिँ मजाले कभर गरेर 1-1.5 घण्टा जति चाहिँ स्लो हिटमा, त्यति धेरै हाई हिट नगर्ने, 170 देखि 180 डिग्रीमा चाहिँ राखेर 1.5 घण्टा मजाले पाक्न दिने स्लो हिटमा। अनि मजाले पाक्छ। त्यसपछि केही समय त्यहाँबाट निकालेर अनि त्यसपछि फेरि चिकनलाई चाहिँ फेरि एकपल्ट पल्टाएर 5 मिनेट जति हल्का स्किन भित्र पाकिसके हुन्छ।
अनि निकालेर चाहिँ फेरि दायाँ र बायाँ गरेर चाहिँ हल्का स्किनमा कलर आउन दिने, रातो बनाउने, डढ्न नदिने। त्यही हो, भित्र पाकिसकेको चिकन हैन, बाहिर छालामा मात्रै हल्का कलर दिने। यसरी उल्टाएर पनि चारैतिर एउटै कलर बनाउने है त। मेरो चिकन अलमोस्ट रेडी भइसकेको छ। सो बाहिर निकालेर म चाहिँ केही समय रेस्ट गर्न दिन्छु। यो चाहिँ एउटा एकदम महत्त्वपूर्ण कुरा छ है, कुनै पनि खानेकुरा लाई एकछिन रेस्ट चाहिँ दिनुस् भन्छु म है। तपाईँ कुक सेफ हुनुहुन्छ भने पाकिसकेपछि कमसेकम 5 मिनट जति चाहिँ त्यसलाई रेस्ट चाहिँ दिनुपर्छ है खानाकोमा चाहिँ। त्यो भयो चाहिँ राम्रो चाहिँ हैन टेक्सचर जान्छ के, कलर पनि राम्रो बस्छ। हेर्नु त, छैन त खान लाग्दो। चिकन रोस्ट विथ आर्टिचोक, भित्र छ आर्टिचोक। यससँग तपाईँले रोस्ट भेजिटेबल पनि दिन सक्नुहुनेछ है त। थ्याङ्क यू गाइज, थ्याङ्क यू फर वाचिङ, बाई।